जनकपुरको रिङ रोडभित्र जग्गा खोज्नु भइरहेछ, त्यो पनि 45 लाखको बजेटमा। भने हामीसँग एकदमै प्राइम लोकेसनमा जग्गा आइसकेको छ। यो भयो हाम्रो रिङ रोड। यो रिङ रोड हाम्रो यो न्युरो हस्पिटलको साइडवाला गल्लीमा एकदमै राम्रो जग्गा लिएर उपस्थित भइसकेका छौँ। यही हाम्रो जग्गा भयो 3 धुर 1 कनमा। अब जग्गाको डिस्क्रिप्सन भन्नुभन्दा अगाडि हामी यो लोकेसनको कुरा गरिहालौँ र हामी यसो गुगल म्याप खोलिहालौँ हाम्रो यो। अब यो यसरी जुम गऱ्यो होइन, यो हाम्रो जनकपुरको यो रिङ रोड भयो, बगलमा न्युरो हस्पिटल भयो होइन। अब यसमा हामी सिलेक्ट गरौँ र यहाँ तल म तपाईँलाई देखाइरहेको होला, यो हाम्रो जग्गाको कोअर्डिनेट छ। यो कोअर्डिनेटलाई कपी र पेस्ट गर्नुहुन्छ गुगल म्यापमा भने हाम्रो एक्ज्याक्ट लोकेसन आइहाल्छ। र यसै गरी अब त लोकेसन हामी बुझिसक्यो होइन। हाम्रो यो नक्सामा हेर्दै राख्नुभएको होला कि यो मेन रोड भयो कि यो मुरली चोक र मालपोतको बिचमा यो न्युरो हस्पिटलको साइडवाला गल्लीमा, न्युरो हस्पिटलको ठ्याक्कै पश्चिम साइडको गल्लीमा। अब जग्गाको डिस्क्रिप्सनको कुरा गरौँ। सो यसै गरी अब हामी हाम्रो यो जग्गाको डिस्क्रिप्सनको कुरा गरौँ। जग्गाको टोटल एरिया 3 धुर 1 कनमा रहेको छ भने यसको मुखको कुरा गर्दाखेरि 10.5 फिट मुख। जग्गाको मोडा फर्केको भने चाहिँ पूर्व फर्केको मोडा। यो बाटोको कुरा गर्दाखेरि बाटो पनि 10 फिटेको। सो हाम्रो यो बाटो पनि 10 फिटे भयो, जग्गाको मोडा पनि 10.5 फिटे भयो र यो फर्केको भने चाहिँ इस्टतिर पूर्व फर्केको जग्गा। अब यो जग्गाको हेर्न सक्नुहुन्छ होइन। यसमा यसो पहिला घर बनेको थियो, अब त अहिले त केही छैन होइन, सबै टुटिसकेको छ। सो यसमा जग्गा लिँदाखेरि इटा फ्री। सो यो हाम्रो यो जग्गा भयो होइन, एकदमै सेन्ट्रल लोकेसनमा। अब सबै तपाईँहरूले बुझिसक्नु भएछ। सो आजको यो भिडियो हामी यतै इन्ड गर्छौँ। ओके, थ्याङ्क यू फर वाचिङ अस।